हेलो साथीहरु, आज हामी घुम्न आएको छौँ तालतलैया। तालतलैयामा धेरै एक्सपिरियन्स भयो किनभने जू पनि छ हैन, प्लस सोनु शर्मालाई पनि भेटेँ हामी हैन, प्लस पिकनिक खाने ठाउँ एकदमै राम्रो र रमाइलो रहेछ। यहाँको भ्यूज चाहिँ एकदमै इन्ट्रेस्टिङ छ, त्यही भएर तपाईहरु भिडियोलाई लास्टसम्म हेर्नु हैन। म तपाईहरुलाई सुरुदेखि भिडियो देखाउने छु कि इन्टरदेखि कति भाडा लाग्छ के लाग्छ हैन, सबै A to Z देखाउने छु। त्यही भएर भिडियोलाई लास्टसम्म हेर्नु क्या तपाईहरु। यदि नयाँ फ्लोर हुनुहुन्छ नयाँ फ्लो गर्नु, लाइक कमेन्ट शेयर गर्नु हैन, र भिडियोलाई सुरुदेखि हेरौँ फ्रेन्ड्स। यहाँ लेखिरहेको छ वेलकम टु तालतलैया हैन। तालतलैया जानलाई सबभन्दा अगाडि पहिले हामीलाई इटडी आउनुपर्छ। इटडी आएर तपाईलाई यहाँ देख्न सक्नुहुन्छ यो भेटघाटको यो इटडीको यो पूर्व पश्चिमको मेन राजमार्ग हो हैन, र तपाईलाई यहाँ पूर्व लाइनको बस स्ट्यान्ड आएर अनि यो भेटघाट चोक जाने बाटोमा चाहिँ सिधै यही बाटो गयो भने तपाईँ सिधै उहीँ पुग्न सक्नुहुन्छ तालतलैया। यहाँदेखि चाहिँ 4 किलोमिटर होला, नभए 5 किलोमिटर होला हैन। सिटीवालाले 50 रुपियाँ भाडा लिन्छ हैन। यहाँ देख्न लेखेको छ वेलकम टु तालतलैया है। यहाँदेखि तालतलैया जानलाई कति रुपियाँ भाडा लिन्छ? 50 रुपियाँ प्रति व्यक्ति 50 रुपियाँ। यहाँदेखि कति किलोमिटर होला? 5 किलोमिटर होला सायद। 5 किलोमिटर हो। ल ल ल धन्यवाद दाजु। यहाँदेखि 5 किलोमिटर छ, 50 रुपियाँ भाडा लिन्छ। तपाईँ यो सिधै बाटो गयो भने उहीँ पुग्नुहुन्छ, तालतलैया नै पुग्नुहुन्छ। यो भेटघाट चोक देख्न सक्नुहुन्छ नि, यहाँ हात मिलाएको कस्तो राम्रो देखिन्छ हैन। योदेखि चाहिँ तपाईँलाई जानै पर्छ, यो बाटोदेखि जानै पर्छ, यसरी सिधै गर्नु हामी उहीँ पुग्छौँ। म तपाईँलाई अगाडिको पनि भिडियो देखाउने छु हैन, एकदमै इन्ट्रेस्टिङ हुन्छ हैन। चोक पनि कस्तो छ हैन, त्यो सायद त्रिवेणी चोक भनिन्छ। त्रिवेणी चोक यहाँ हेर्न सक्नुहुन्छ हैन, यही हो क्या मेन त्रिवेणी चोक। स्कुल पनि यो छेउमा छ, प्लस बाटो एकदमै राम्रो छ बनाएको क्या, छेउछेउमा पनि बाटो बनाए। मारा चोक भनेर तालतलैया यता जाने यहाँ देख्न सक्नुहुन्छ बोर्डमा हैन, पृथ्वीको नक्सा। जो यता पनि बाटो गइन्छ, यता पनि, र हामीलाई यता जानुपर्छ किनभने यतै छ तालतलैया क्या। मेन तालतलैया यही हो। सर यहाँ छिर्नलाई चाहिँ पैसा लिन्छ होला हैन, जे होस् एकदमै राम्रो छ। यहाँ पोखरी सोखरी पनि छ हैन। यहाँ मेन यहाँ टिकट काउन्टर देख्नुहोस्, मैले त्यहाँबाट टिकट लिएँ 30 रुपियाँ लियो हैन। अब अझै तपाईँ उता भित्र छिरे पनि लाग्छ कि लाग्दैन त्यो थाहा छैन हैन, लाग्यो भने चाहिँ हेरौँ हैन। यो मेन रोड हो, यही मेन हाइवे हो हैन। यसरी गएर तपाईँ यसरी छिरेर हामी यता एक्सप्लोर गर्नेछौँ हैन। यसमा के छ भनेर हैन, सबै थोक हामी हेर्ने हैन। एकदमै यहाँ सर्पहरू पनि छ, धेरै के छ सबैको एक्सप्लोर गर्ने हैन। तपाईँहरू भिडियोलाई लास्टसम्म हेर्दै गर्नु हैन। तालतलैयाको मेन गेट यहाँदेखि गेटमादेखि यहाँ यसरी छिरेर यसरी जाने बाटो चाहिँ एकदमै राम्रो छ क्या। यहाँ दुईवटा बाटो रहेछ, यहाँ त आउने एउटा जाने होला सायद। कमल फुलहरू पनि छ, यहाँ बुद्ध भगवानको मूर्ति पनि छ हैन। अनि म तपाईँहरूलाई बुद्ध भगवानलाई पनि यसो नमस्कार गर्नुपर्छ हैन। बुद्ध भगवानको मूर्ति देख्न सक्नुहुन्छ, एकदमै राम्रो छ हैन। प्लस यही हो मेन बाटो भनेको, दुईवटा बाटो रहेछ छिर्ने हैन। अब भित्र जाउँ हैन, भित्र के एक्सपिरियन्स गरिन्छ के छ हैन, त्यो सब हामी हेर्छदेखि छिरौँ हैन। यहाँ हेर्नुहुन्छ एकदमै राम्रो छ क्या। उहाँ पर देख्न सक्नुहुन्छ नि, त्यो पर पनि तालतलैया लेखेको छ। प्लस यसमा चाहिँ सर्प पनि छ, अरे एकदमै धेरै के छ हैन। र यहाँ हेर्नुहोस् न मेन यो खोला हेर्नुहोस्, यहाँ खोलाको पानी सबै गइराख्नु भएको छ। मेन यो सिँढी चाहिँ अर्कै डिजाइनले बनाएको छ क्या, यसरी भएर राउन्ड भएर गएको छ क्या सिँढी हो यो मेन। यो सायद नदी त होइन होला, तर यसको पोखरीकै पानी होला, यसरी नदीदेखि यसरी राउन्ड भएर आएको छ। प्लस डाइनोसर देख्न सक्नुहुन्छ, लेखेको पनि छ। त क्यामेरामा त उल्टो देखिन्छ, तालतलैया भनेको उल्टो देखिन्छ क्या बेग्लै किसिमको। र तालतलैयाको मेन यस्तै भिड चाहिँ अझै भित्र हामी हेर्ने छ हैन, किनभने भिडियो लङ भइहाल्छ कि, त्यही भएर धेरै सुट नगरौँ हैन। प्लस यहाँदेखि हामी अहिले छिरेको, प्लस त पोखरी पनि यता छेउछेउमा छ, पोखरीहरू पनि घुम्नुपर्छ है। गुड मर्निङ सर। गुड मर्निङ होइन, गुड आफ्टरनुन होला होइन सर। तपाईँ के भन्छु होइन, हाम्रो सोनु शर्मा होइन, अनि होइन नढाल्नु नि। अनि तपाईँ चाहिँ कहाँदेखि आउनुभयो यहाँ? सबै घुम्दा घुम्दै आउनुभयो होइन? कहाँ छ? यहीँ छ सुटिङ? जे होस् यसलाई इन्ट्रोड्युस गर्नु पर्दैन, हामी यो भनेको हाम्रो मधेस र होइन ठुलो गायिका हो होइन सोनु शर्मा। म तपाईँलाई चाहिँ एकदमै धेरैचोटि हाम्रो सोनु मण्डल होइन, सन्नु कुमार, ए सोनु शर्मा चाहिँ सरी सन्नु कुमार। तर यस्तो हुन्छ नि त, तपाईँले चाहिँ खनारमा धेरै पर्फर्म गर्नुभएको छ नि त। यहाँ चाहिँ सुटिङ चल्दैछ बाहिर, यहाँ चाहिँ घुम्न आउनुभएको, कस्तो लाग्यो यो ठाउँ चाहिँ? एकदम राम्रो छ। अनि सप्तरी तपाईँ चाहिँ कुन ठाउँ छ घर? सप्तरी मेरो राजविराज गाउँ चाहिँ तिलाठी बेलाडी गाउँपालिका सकरपुरा हो, तर राजविराजमा बस्छु होइन। ठिक छ नि, ल हस्ते जान्छ। यहाँ चाहिँ अर्को किसिमको जस्तो लाइफवाला जनावर जस्तै एनाकोन्डा हुन्छ नि, त्यो सर्प त्यस्तो छ क्या। यहाँ सिन चाहिँ एकदमै राम्रो छ। प्लस यसरी पनि घुम्नुपर्छ, यो पार्क होइन, एउटा पार्क नै हो। र प्लस यहाँ पिकनिक खाने ठाउँ पनि एकदमै राम्रो छ क्या। सोनु सरको चाहिँ उता अब सायद होला होइन, मेन तालतलैया होइन, त्यतातर्फ नजाउँ हामी होइन। मेन तालतलैयाको यही भ्यू चाहिँ, मेन यहाँको भ्यू चाहिँ एकदम पोखरी होला क्या। यो जुन पछाडिको देख्न सक्नुहुन्छ नि, यो पछाडिको यो पनि होइन,
तालतलाको मेन भनेको यहाँ सिन चाहिँ र यहाँको दृश्य भनेको मेन यो पोखरी हो क्या। किनभने यो पोखरी पहिले पनि थियो, म 15 वर्ष अगाडि नै आएको थिएँ, त्यहाँदेखि आएकै थिइनँ। अब पोखरीमा बोट सोट पनि छ, बोट छ होइन। अब बोटको कति भाडा लिन्छ? 200 रुपियाँ लिन्छ होला होइन बुनु? कति रुपियाँ लिन्छ चढ्न यसमा? 150 लिन्छ, 150 लिन्छ चढ्न। यसरी यसरी घुमाइदिनु हुन्छ होइन? ल अनि मेन भनेको यहाँ कि यही छ, अरू पनि हेर्ने हामी सर्पहरू पनि छ। तर मेन यो पार्क भन्दाखेरि पार्क पनि हो र प्लस यो भनेको एउटा पिकनिक खाने ठाउँ पनि हो क्या। यताको चाहिँ एकदमै राम्रो छैन, प्लस हामी पिकनिक ठाउँ पनि एक्सप्लोर गर्ने छैन। मेन गेटदेखि छिरेर पनि यसरी आएर पनि तपाईँ मेन गेट उता हामी छिरेको थियौँ अघि, मेन गेटदेखि आएर पनि यता जूहरू छ क्या। अब जूमा चाहिँ अब के छ होइन हेर्नुपर्छ होइन। तर मेन यहाँ हेर्नुहोस्, यहाँ सबै थोक लेखेको छ क्या, प्रति व्यक्ति अनि 50 रुपियाँ के छ होइन। पिकनिकको पनि छ, खाने चाहिँ पैसा लाग्छ होइन। यो क्यामेरामा चाहिँ उल्टो देखिन्छ क्या मेन। र यहाँ जूहरू पनि छ, त्यो पनि हामी एक्सपिरियन्स गर्ने हेर्ने होइन। यहाँ किङकङ छ, किङकङको भ्यू छ होइन। यो भिडदेखि 50 रुपियाँ लियो छिर्नलाई। अब छिरेर हामी एक्सप्लोर गर्न चाहिँ यहाँ के छ र कस्तो खालको जूहरू छ। र यहाँको मेन दृश्य भने कि यहाँ हात्तीहरू पनि छ, हेर्न सक्नुहुन्छ। अनि प्लस यता मोटु पत्लुहरू पनि छ, झिङ्गमहरू के छ। प्लस यता मेन केटाकेटीहरूको लागि चाहिँ मेन पार्क रहेछ क्या, घुम्न फिर्नलाई मेन पार्क रहेछ। नाममा पनि चढ्न सकिन्छ। यो सब म तपाईँहरूलाई एक्सप्लोर गराउँछु, त्यही भएर भिडियो लास्टमा सुरुसम्म हेर्दै गर्नु तपाईँहरू क्या। मेन यो केटाकेटीहरूको लागि पनि रहेछ, तर यहाँ चढ्नलाई पैसा लिँदैन होला है। मेन म तपाईँहरूलाई मेन सिनहरू मात्रै देखाउँछु, किनभने भिडियो लङ भइहाल्छ कि। लङ हुँदाखेरि चाहिँ राम्रो देखिँदैन र तपाईँहरूले सुरु लास्टसम्म हेर्नुहुन्न क्या, धेरै लङ भएपछि। यसरी घुमेर हामी यसरी आयो भने यो हेर्नुहोस् नेपाल एयरलाइन्स। यहाँ एरोप्लेनभित्र होइन, प्लेनभित्र छिर्न सकेर होइन। अघि म तपाईँहरूले त्यताको भ्युज देखाएको थिएँ नि, अब यता मेन हात्ती देख्न सक्नुहुन्छ। हात्तीहरू पनि मेन केटाकेटीको लागि एकदमै राम्रो छ क्या यो ठाउँ चाहिँ। पार्क चाहिँ होइन, पार्क हो प्लस पिकनिक सिक्निक खाने ठाउँ पनि रहेछ होइन। प्लस यता पनि रहेछ है, यता पनि मेन केटाकेटीहरूको लागि खेल्ने त्यो खेलौनाहरू त्यो मोटु पत्लुहरू जुन कार्टुनको हुन्छ नि, त्यो क्यारेक्टरहरू छ यहाँ हेर्न सक्नुहुन्छ होइन। अनि कार्टुनको क्यारेक्टर, मोटु पत्लुको क्यारेक्टरहरू होइन, यस्तो छ। यहाँ पनि छ, यसलाई त पुरै बाइकमा चढाइदिएको छ। चिङडोङ सरलाई बाइकमा चढाइदिएको छ पुरै। यता पनि जू पनि छ, त्यो जू पनि हेर्ने। प्लस यहाँ हेर्नु छ हलको पनि छ होइन। प्लस यता पनि अघि हामी गएको थियो यसरी हेरेको थियो होइन। यहाँ हामी चाहिँ यसरी गएर हामी प्लस यता जू छ, त्यो जूमा पनि हेर्ने क्या र के छ जूमा भनेर। यहाँ हेर्नुहोस् बाँदर, 2टा बाँदर रहेछ होइन। जू भनिन्छ होइन, तर जूमा पनि 2टा बाँदर छ होइन। प्लस गिद्ध पनि छ क्या यहाँ। यहाँ हेर्नु 2टा बाँदर छ। यहाँ हेर्नु 2टा बाँदर देख्न सक्नुहुन्छ तपाईँ, 2टा बाँदर हो। प्लस यहाँ गिद्ध पनि छ क्या, यहाँ गिद्ध सक्नुहुन्छ। यहाँ हेर्नु यो गिद्ध हो, गिद्ध हेर्न सक्नुहुन्छ होइन। ठुलो रहेछ तर यार। अर्को पनि रहेछ ठुलो, यहाँ ठुलो, यसलाई बकत भन्छ कि के भन्छ हामीलाई थाहा छैन, सिगल भन्छ यसलाई। यहाँ एकदमै धेरै ठुलो रहेछ, एकदमै राम्रो रहेछ। यो जू छ तर स्मल जू, सानो जू रहेछ होइन। र यहाँको मेन दृश्य भनेको यो हो क्या, यहाँ हेर्नुहोस् एनाकोन्डा सर्प। यो हो एनाकोन्डा सर्प, यहाँ हेर्नु यो चाहिँ यसरी। यहाँ हेर्नु एनाकोन्डा हो क्या यो सर्प चाहिँ हो। यहाँ हेर्नु सक्नुहुन्छ, यसले टोक्यो भने त मार्छ त। ओहो उहाँ हेर्नु माथि पनि छ। यहाँ हेर्नु आम्म सर्प। यहाँ हेर्न सक्नुहुन्छ, यो 2-3वटा सर्प छ होइन। एनाकोन्डा सर्प यही हो, दुनियाँको सबैभन्दा ठुलो सर्प भनेको एनाकोन्डा हो क्या। यहाँ हेर्नु क्यामेरा पछाडिको क्यामेराले एकदमै राम्रो देखिन्छ। यहाँ 2-3टा कतिवटा छ। अनि प्लस यहाँ पनि तपाईँ देख्न सक्नुहुन्छ। यहाँ पनि रहेछ, यहाँ पनि रहेछ। यहाँ हेर्नु त, यो पनि बाफ्रे कस्तो डर लाग्दो हो सर्प। लाइभमा त कहिले देखेको थिइनँ। यहाँ हेर्नु यसैले टाउको कस्तो गर्दैछ। यहाँ हेर्नु यसलाई खानासाना दिन्छ कि दिँदैन। सर्प लेखेको अर्को बकत पनि यहाँ रहेको छ, हेर्न सक्नुहुन्छ होइन। यहाँ यो पनि छ, एकदमै खतरनाक जनावर रहेछ। यहाँ हेर्न सक्नुहुन्छ, यो जू पनि रहेछ क्या। केटाकेटीहरूको लागि एकदमै राम्रो छ। ठुलो कछुवा देख्न सक्नुहुन्छ। यसलाई चाहिँ कुन जनावर भन्छ थाहा छैन होइन, तर यसलाई आफ्नो बच्चाले चाहिँ जसले भित्र नै उसको पेटमै राख्छ। यसलाई जाडो भयो भने फेरि भित्र हालिहाल्छ, केही खतरा भयो भने भित्र हालिहाल्छ। त्यो झन् उता पिकनिक खाने ठाउँलाई एक्सप्लोर गर्ने होइन। पिकनिक खाने ठाउँ कस्तो रहेछ, कुन ठाउँ रहेछ। यहाँ अवतारको फोटो पनि रहेछ यार। यहाँ पनि अवतार त अफवाह छ।
क्यारेक्टर बनाएको छ कस्तो। अघि हामीले त्यहाँ टिकट लिएर सिरेको थियो, त्यताको भ्युज पनि हेरिहालेँ होइन, यताको पनि देख्न सक्नुहुन्छ। प्लस हामीले यता एक्सप्लोर गरेको थियौँ नि कि यता के छ भनेर, यता हामी छिर्ने होइन कस्तो खालको छ। यहाँ मेन टाइगर देख्न सक्नुहुन्छ कि टाइगर छ, यहाँ टाइगरको फोटो होइन, यता छिर्ने यो मेन दृश्य यहाँको यो जुन मेन बाटो छ नि जू पनि अघि हामीले त्यता हेरिहालेँ र यहाँको लिएर छाता पुरै झुन्डाइदिएको फोटोसोटो खिच्न एकदमै राम्रो छ, झ्यास इन्ट्रेस्टिङ छ। यता हामी हेर्ने यता के छ होइन, अझै जस यहाँको त एकदमै राम्रो रहेछ ठाउँ, पिकनिक खाने यता ठाउँ रहेछ। यता पनि हामी एक्सप्लोर गर्ने होइन, क्यामेरा राम्रो देखिरहेको छ नि। यहाँ हामी यो छता झुन्डेको छ एकदमै, यहाँको फोटोसोटो खिचाउनलाई टिकटक बनाउनलाई जे एकदमै राम्रो हुन्छ क्या मान्छेले। यता पछाडिको भ्युज पनि तपाईँ देख्न सक्नुहुन्छ, एकदमै राम्रो छ, एट्र्याक्टिभ छ होइन। प्लस यता पिकनिक खाने ठाउँ रहेछ होइन, मान्छेहरू पनि पिकनिक खान आइरहेको छ। 3वटा बस आइरहेको छ, यो स्कुलको बस आइरहेको छ। जङ्गलतिरहरू पनि जाने होइन, यता पनि एक्सप्लोर गर्ने के छ भन्छ। पार्कको मेन दृश्य भने कि यहाँ पानी कसरी बगिरहेको छ, ढुङ्गामाथि पनि ढुङ्गा लागिरहेको छ होइन। प्लस यहाँ पानी चाहिँ कस्तो होला, धेरै राम्रो होला या यो मोटरले फिट गरेको यहाँ हेर्नु त कस्तो पार्क रहेछ, दामी रहेछ। तालतलिया भन्ने ठाउँ चाहिँ एकदमै धेरै राम्रो लाग्यो। प्लस यता अर्को त्यता पनि छ, त्यता पनि हामी हेर्ने होइन। प्लस यो यसको मेन दृश्य यहाँको पनि राम्रो छ। तपाईँलाई चाहिँ यो ठाउँ चाहिँ कस्तो लाग्यो? एकदम राम्रो दामी लाग्यो। पहिला देखेको ठाउँ हो यो। त्यही भएर रमाइलो लाग्छ। त्यही पनि यो ठाउँको चाहिँ कुन चीज तपाईँहरूलाई चाहिँ धेरै मन पर्यो यहाँ होला नि त? इन्भाइरोमेन्ट चाहिँ एकदमै ठिक छ हैन, एकदम हरियाली छ, राम्रो छ, फ्यामिलीलाई पनि लिएर आउन मिल्ने खालको छ। बेबीलाई लिएर आउनु भएको छ। अनि सर्फहरू पनि हेर्नुभयो, जू पनि हेर्नुभयो? त्यो चाहिँ बाइक सभा खान गइसकेर तपाईँहरू पिकनिक आउनु भएको थियो? तपाईँहरू चाहिँ पिकनिक आउनु भएको थियो? ए जस आफै पका घरदेखि नै पकाएर ल्याएर यहाँ खानुभएको होइन? जस यहाँको चाहिँ एकदमै राम्रो लाग्यो। जस अरू पार्क भन्दा पनि यहाँ चाहिँ एकदमै धेरै राम्रो छ क्या। यहाँ धेरैपल्ट आइसकेको, हामी पहिला पनि स्कुल पढ्दाखेरि पनि आएको, अब अहिले कलेज पढ्दा पनि यहीँ आउँछौँ, नानीलाई पनि लिएर आउँछौँ। लस् त बाई भन्नु।